हेलो सेवारो नमस्ते सम्पूर्णलाई मेरो भिडियोमा हार्दिक स्वागत छ। यति बेला हामी आफ्नै गाउँ ठाउँमा रहेको बारीमा चाहिँ आज मकै बाँच्ने कार्यक्रम भइरहेछ। हामी मकै बाँच्दैछौँ अनि आज चाहिँ मौसम एकदम सफा अनि उग्रिएको हुनाले चाहिँ आज हामी मकै बाँच्ने काम चाहिँ एकदम धमाधम गरिरहेछौँ। अघि बिहान चाहिँ एकछिन पानी परिरहेको थियो अनि हुस्से पनि लागिरहेको थियो भने अहिले दिउँसो एकदम घाम लागिरहेछ अनि दिन पनि सफा छ। त्यही भएर हामीले मकै बाँच्दैछौँ यतिखेर होइन। अनि मकै चाहिँ अलिक मसिनो फलेको थियो, तर यसपालि चाहिँ मकै भने जस्तै होइन मल लगाए जस्तो गाईबस्तुको मल लगाए जस्तै अलिक ठुल्ठुलो फलिरहेछ होइन। अनि गाउँघरतिर चाहिँ अब कस्तो हुन्छ भने मकै भचाए पश्चात कोदो रोप्नु पर्ने हुन्छ अनि दाल छर्नु पर्ने हुन्छ होइन। गाउँले जीवन भइसके पश्चात अनि यस्तै काम गर्नुपर्ने हुन्छ है। गाउँघरमा यस्तै छ कामहरू। तपाईँहरूकोतिर के कस्तो कामहरू अहिले चलिरहेछ होइन। हाम्रोतिर चाहिँ यस्तो मकै बाँच्ने कामहरू चाहिँ भइरहेको छ है यतिखेर। यहाँ तल चाहिँ देख्न सक्नुहुन्छ है त, मेरो घर चाहिँ यहाँ तल पर्छ है। यता मास्तिर चाहिँ बारी छ, बारीमा चाहिँ यतिखेर मकै बचाउँदैछौ र घर चाहिँ यहाँ तल हो होइन। यस्तो भ्यू छ हाम्रो गाउँघरतिर, यस्तै छ। सबैजनाले भिडियो मन पऱ्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला है भन्दै बाई बाई।